पैसा मोमोमा उडाएपछि आज कान्छीले गोलेलाई कडा सजाय दिइन्। आजदेखि खाना तिमी बनाउने, म आराम गर्छु। के म भान्सा? गोलेले जीवनमै पहिलो पटक भान्सा गर्न थालेको थियो। खाना बनाउनु त सजिलो होला नि। तर गोलेलाई न नुनको थाहा न चामलको मात्रा थाहा। उसले चामल हाल्यो हो, तर पानी हाल्न बिर्सियो। आज त मिठो भात बन्छ। केही समयपछि भाँडोबाट धुवाँ आउन थाल्यो। किन धुवाँ आयो? आत्तिएर गोलेले धेरै पानी हाल्यो, तर भान्सामा बाढी आयो। अरे, यो त झन् बिग्रियो। यो के गर्यौ? म नयाँ शैलीको खाना बनाउँदै थिएँ। भोलिदेखि तिमी काम सिक्न बाहिर जान्छौ। बाहिर? अब के हुन्छ मेरो? भोलि गोले काम सिक्न गाउँ बाहिर जान्छ। तर त्यहाँ उसले के गर्ला?